है सम्पूर्ण सामुदायिक विद्यालयमा अबको भएका शिक्षकहरू र यो सामुदायिक विद्यालयमा शिक्षक सेवा आयोग मार्फत शिक्षक हुन तयार गरिरहनुभएका सम्पूर्ण साथीहरूमा नमस्कार। म आज सानो सर्ट एन्ड स्विट भनेको छोटोमा तर जानकारीमूलक एउटा सानो भिडियो बनाउन गइरहेको छु। र हामीलाई थाहा छ नेपालमा सामुदायिक विद्यालयहरूमा विशेष गरी जिल्लागत रूपमा चाहिँ प्राप्त विद्यालयमा शिक्षकको सङ्ख्याको आधारमा यो बढुवाको लागि जस्तो शिक्षकको पेसागत व्यक्ति विकासको लागि प्रथम श्रेणी, द्वितीय र तृतीय 3 तहको श्रेणीहरू उल्लेख गरिएको छ र प्राप्त सङ्ख्याको आधारमा बढुवाको लागि अथवा श्रेणी विभाजन कसरी गरिन्छ भन्ने कुरामा आज म छोटो भिडियो बनाउन गइरहेको छु। यसको लागि हामीले कन्ट्रोल पार्ने भन्दा नि एउटा आइडिया छ, एउटा उपाय छ। यस छोटो उपाय चाहिँ म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। हुन त यो सम्पूर्ण सबैले थाहा नभएको कुरो होइन, तर शिक्षा ऐन 2028मा टेकेर अथवा 28को संशोधन सहित त्यहाँ उल्लेख भएको कुराहरूलाई मध्यनजर गर्दै मैले तपाईँहरूलाई यो जानकारी गराउन चाहे। उदाहरणको लागि हाम्रो विशेष गरी हामी तृतीय श्रेणी हो, त्यस पछाडि द्वितीय श्रेणी र प्रथम श्रेणी हाम्रो सामुदायिक विद्यालयका शिक्षकहरूको पेसागत वृत्ति विकासको लागि प्राप्त यो प्रावधान चाहिँ नेपालमा यो छ। र जिल्लागत रूपमा चाहिँ विद्यालयको अथवा सामुदायिक विद्यालयको मा शिक्षकहरूको सङ्ख्याको आधारमा कुनै पनि विज्ञापन फुलाउँदा अथवा बाँडफाँड गर्ने क्रममा कति श्रेणी अथवा कतिवटा सङ्ख्या चाहिँ तृतीय श्रेणीलाई, कतिवटा द्वितीय र कतिवटा प्रथम श्रेणीलाई छुट्याउनु पर्ने प्रावधान छ भन्ने कुरामा यहाँ जानकारी हासिल गराउन चाहन्छु। यहाँ हेर्नुहोस् है त, यो भयो जम्मा सङ्ख्या, जम्मा पद सङ्ख्या है। पद सङ्ख्या भनेको शिक्षकको जम्मा दरबन्दी सङ्ख्या भयो। अब यहाँनिर तृतीय श्रेणी भयो, श्रेणी लेखेर मैले अथवा यहाँनिर श्रेणी। अब त्यसै गरी द्वितीय श्रेणी हो, श्रेणी र अर्को प्रथम श्रेणी, प्रथम श्रेणी। अब हेर्नुहोस् है त, हाम्रो शिक्षा ऐन संशोधन सहित यहाँनिर प्रष्ट रूपमा भनेको छ 5बाट सुरु छ। मैले तपाईँलाई यहाँ बुझाउन खोजेको 5, 10, 15, 20 हुँदै लास्टमा 50 छ, त्यहाँ 40, 50, 45 यसो हुँदै यहाँनिर छ। मैले 3 मात्र उल्लेख गरेँ, एउटा, दुईटा, तीनटा, 4 र 5। मानिलिउँ तपाईँको कुनै पनि जिल्लामा शिक्षक सामुदायिक विद्यालयको शिक्षकको पद सङ्ख्या 5 भयो भने अब तृतीय श्रेणीलाई कति छुट्याइन्छ, द्वितीय श्रेणीलाई कति र प्रथम श्रेणीलाई कति। एकदम सजिलो छ यसरी। अब यसको सबैभन्दा सजिलो उपाय के छ भने नि, प्राप्त सङ्ख्यालाई 5 ले भाग के गर्ने, 5 ले, 5 एकम 5 भयो, बुझ्नुभयो। 1 जब आउँछ नि त्यो यो द्वितीयलाई दिने, प्रथम श्रेणी भएन, 50 भएपछि मात्र एउटा प्रथम श्रेणीमा हुन्छ। यहाँनिर 50 भन्दा माथि अथवा अगाडिको सङ्ख्यामा प्रथम श्रेणीलाई छुट्याइँदैन। त्यो एउटा क्लियर गर्नुहोस्।
100 भयो भने प्रथम श्रेणी कति हुने भयो 2 जना छुट्याउने भयो 150 भयो भने 150 भयो भने कति हुने भयो 3 जना हुने भयो एवं मृत्यु। अब हेर्नुहोस् है 5 लाई 5 ले भाग गर्दाखेरि 1 5 एकम 5। अब गर्ने के त भन्दाखेरि यो 1 आयो यो प्राप्त टोटल संख्यामा 1 घटाइदिनुहोस् 4। त्यसलाई द्वितीय मतलब द्वितीय श्रेणी 1 टोटलमा घटाएपछि यो घटाएपछि बाँकी रहेको चाहिँ तृतीय श्रेणीमा हुन्छ। त्यसै गरी 10 को तपाईले हिसाब गर्नुहोस् त 5 ले भाग गर्नुहोस् डिवाइडेड बाइ 5 5 ले 5 5 टू जा अथवा 5 दुना 10 2 ले 5 दुना 10 मा अब 10 मा के गर्नुहोस् 2 घटाइदिनुहोस् 8 बाँकी रह्यो 8 चाहिँ यहाँ आयो। बुझ्दै हुनुहुन्छ कुरा? यसरी एकदम अब्जेक्टिभ क्वेशन सोध्न सक्छ वस्तुगत प्रश्न पढुवाको लागि पनि। यदि कुनै पनि सामुदायिक विद्यालयमा 15 जना शिक्षकको संख्या छ भने श्रेणीगत विभाजन कति कति हुन्छ अथवा द्वितीय श्रेणीमा कति जना शिक्षकको संख्या छुट्याइन्छ भनेर सोध्यो भने के गर्ने? अब आयो 15 लाई त्यसले भाग गर्ने 5 ले भाग 5 ले भाग गर्ने 5 ले भाग गर्दा कति हुने 5 यहाँ 15। हेर्नुहोस् है 50 नपुगिकन प्रथम श्रेणीमा हुँदैन 50 पुगेपछि जन्म 1 यो प्रावधान छ शिक्षा होइन। ल 15 5 यहाँ 15 अब यो टोटल संख्या 15 मा यो 3 घटाइदिनुहोस् त द्वितीय श्रेणीको 3 भयो घटेपछि कति भयो 12। यसरी 12 3 भनाइको मतलब 15 जना शिक्षक जिल्लागत रूपमा चाहिँ 15 जना शिक्षकको पद संख्या छ भने द्वितीय श्रेणीलाई 12 जना छुट्याइन्छ अथवा 12 वटा पद संख्या छुट्याएर द्वितीय श्रेणीलाई 3 वटा छुट्याउने र प्रथम श्रेणीमा 0। यसै गरी तपाईले निकाल्नुस् यहाँनिर आइडिया बुझ्नुभयो 50 भन्दा अगाडि 50 भन्दा अगाडि 5 ले भाग गर 20 लाई 5 ले भाग गर्दा कति हुन्छ 20 5 चौको 20 4। अब 20 मा भनेको 4 घटाइदिनुहोस् त कति भयो 16 बाँकी रह्यो। यहाँनिर 16 वटा पद चाहिँ तृतीय श्रेणीको लागि छुट्याइन्छ जबकि द्वितीय श्रेणीको लागि 4 वटा संख्या छुट्याइयो। यसरी तपाईहरुले आइडिया निकालेर ठीक एकदम सठिक रूपमा चाहिँ एन्सरहरु तपाईले के गर्न सक्नुभयो के गर्न सक्नुभयो सजिलै यसरी पत्ता लगाउन सक्नुभयो। यसरी बुझ्नुहुन्छ हो? जस्तो यहाँनिर 50 जना भन्दा अगाडिको 50 जना संख्या अथवा 50 वटा संख्या भन्दा अगाडिको चाहिँ तपाईले 5 ले भाग गर्ने 50 मा मिलेपछि प्रथम श्रेणी 1 गर्ने कति भयो अब यहाँनिर 9 हुने भयो यहाँ 40 हुने। यसरी कति हुने भयो 2 5 9 45 हुने भयो 45 अनि फेरि यो हिसाबले गरेर तपाईले निकाल्नु पर्ने हुन्छ। यसरी तपाईले यो आइडिया गर्नुभयो भने सजिलै कुनै पनि कम्पिटिसन बढुवाको एक्जाममा अथवा कुनै पनि हिसाबले वस्तुगत प्रश्नमा त्योसँग सम्बन्धित प्रश्नको जवाब सजिलै तपाईले